Let's go. Okay guys, let's go for cable concentration calls. यसको धेरै भेरिएसन हुन्छ। आज चाहिँ हामी स्ट्यान्डिङ भेरिएसन गर्न लाग्यो हो। यो गर्नको लागि चाहिँ यसलाई सक्दो लोएस्टमा सेटअप गर्नु होला। अनि त्यसपछि गिवन वेट अथवा रिजनेबल वेट डिजायरेबल वेट सेलेक्ट गर्नु होला। अनि एउटा सिंगल ह्यान्डल राखेर अनि अब तपाईले केवल मल्टिपल वेमा उभिन सक्नुहुन्छ। जस्तै कि यो पुली यताबाट आइरहेछ भने हजुरहरु यसरी पुलीको साइडमा उभिएर अर्को हात कम्मरमा राखेर यसरी बिस्तारै यसरी गर्न सक्नुहुन्छ। अथवा तपाईले पुलीपट्टि नै फेस भएर यसलाई एकदम स्ट्रेट लाइन राखेर अनि इन पनि तान्न सक्नुहुन्छ। यसरी यसमा चाहिँ तपाईहरुले मेन फोकस के गर्नुपर्छ भन्दाखेरि तान्दाखेरि यो पाम चाहिँ तपाईको माथि आउँदाखेरि यस्तो ढल्किन हल्का यो मुनि टिल्ट हुन सक्छ कि लङ हेड बडी एक्टिभ भएर हैन। यसमा चाहिँ तपाईले सर्ट हेड पनि एक्टिभ गराउन खोज्नुपर्छ नि। यसलाई एकदम प्यारलल टु द ग्राउन्ड राख्ने प्रयास गर्नु। सेम गोज फर बोथ ह्यान्ड प्यारलल टु द ग्राउन्ड एन्ड डाउन। यो कन्सन्ट्रेसन कलको चाहिँ एकदम राम्रो बेनिफिट हुन्छ। राम्रो मसल एक्टिभेसन, माइन्ड टु मसल कनेक्सन, हाइपरट्रोफी, बाइसेप्सको एकदम मोस्ट इम्पोर्टेन्ट वर्कआउट्स अफ अल टाइममा पर्छ। अब डम्बलमा सधैँभरि गर्दा गर्दा केही चेन्ज गर्नको लागि चाहिँ केबलमा फार बेटर हुन्छ। यसरी पनि गर्न पाइयो और यहाँबाट यसरी गर्न पाइयो। एनिथिङ यु लाइक। थ्याङ्क यू।